नमस्ते सबैजनालाई। म दीपक अधिकारी, दुबई बेस्ट रियल एस्टेट मार्केटको एडभाइजर। आज म तपाईहरुलाई यो भिडियोको मार्फत एउटा सानो गल्ती जुन म्याक्सिमम इन्टरनेशनल बायर्स र नेपाली बायर्सहरूले रेगुलरली गरिराख्नु भएको छ र यो मिस्टेकहरूले गर्दाखेरि तपाईहरुको पिस अफ माइन्ड प्लस तपाईहरुको थाउजन्ड्स अफ दिरहम्सहरुको नुकसान त भइरहेछ, सँगसँगै तपाईको पिस अफ माइन्ड पनि गइरहेछ। त्यसैले आज हेरौँ कि कुन चाहिँ गल्तीहरू तपाईले अभोइड गर्नुपर्ने हुन्छ दुबई रियल एस्टेट मार्केटमा इन्भेस्ट गर्नुभन्दा अगाडि। पहिलो गल्ती, रिसर्च नगरिकन इन्भेस्ट गर्नु। धेरै जस्तो नेपालीहरूले के गर्नुहुन्छ भनेपछि युट्युबमा आएको एड्सहरू र एजेन्टले भनेको कुराहरूमा नै भर पर्नुहुन्छ। तर याद गर्नुहोस् कि दुबई भनेको एउटा डेटा मार्केट हो। तपाईले डेभलपरको ब्याकग्राउन्ड प्लस डेभलपरले डेलिभर गरेको प्रोजेक्ट्सहरूको बारेमा प्लस कन्स्ट्रक्सन क्वालिटी लोकेसनले धेरै नै फरक गर्नेछ। र याद गर्नुहोस् कि तपाईहरुको दुबईमा इन्भेस्ट गर्नुभन्दा पहिलो इन्भेस्टमेन्ट भनेकै तपाईहरुको नलेज हो। र गल्ती नम्बर 2, रेडी प्रपर्टी र अफ प्लान प्रपर्टीको बारेमा नबुझिकन इन्भेस्ट गर्नु। अफ प्लान प्रपर्टी भनेको के हो त? अफ प्लान प्रपर्टी भनेको त्यो जुन चाहिँ बिल्डिङ बन्दैछ र त्यसको भाउ पनि अलिकति सस्तो छ, तर सस्तो छ भन्दैमा नराम्रो होइन। र यदि तपाईलाई डाइरेक्टली रेन्टल लगाउनु मन छ र आज पैसा लगानी गर्दाखेरि भोलि नै तपाईलाई पैसा रिटर्न चाहिएको छ भने त्यसमा तपाईले रेडी टु मुभ जानु। तर यहाँ पनि सानो टिप्स, हरेक महँगो चिज राम्रो हुँदैन र हरेक सस्तो चिज नराम्रो हुँदैन। र मिस्टेक नम्बर 3, मेन मिस्टेक हो यो भनेको, पैसा आफ्नै तरिकाले दुबई पठाउने कोसिस गर्नु या पठाउनु। धेरै जसो नेपालीहरू मसँगै पनि धेरैजना ठोकिनु भएको छ, जसले मलाई बार सोधिरहनुहुन्छ कि ब्याङ्किङ ट्रान्जेक्सन कसरी गर्ने, ब्याङ्किङ ट्रान्जेक्सन लिगल वेमा पनि तपाईको एनआरबी अप्रुभ जुन ब्याङ्कहरू छ नेपालमा त्यही ब्याङ्कको थ्रुबाट मात्रै तपाईले ट्रान्जेक्सन गर्नु होला। आफै रिस्क लिएर हुन्डी भयो या मान्छेको थ्रुबाट यताउतिबाट ल्याउँछु भन्दा त्यो रिस्क पनि हुन्छ र त्यो इलिगल पनि हुन्छ। र अर्को सबैभन्दा ठुलो मिस्टेक जुन नेपालीहरूले गर्नुहुन्छ या एज अ इन्टरनेसनल बायरले रिपिट गरि नै राख्नुहुन्छ, अनरियलिस्टिक प्रमिसेसहरू। यो भनेको के हो त? कस्तो प्रमिसेसहरू? जस्तै 12% तपाईको ग्यारेन्टेड आरओआई, भिसा र तपाईको लग्जरी लाइफस्टाइल। सुन्न त राम्रो लाग्छ, तर डेटामा भर गर्नु होला, डेटा चेक गर्नु होला। जहिले पनि तपाईले कुनै एजेन्टसँग तपाईले डिल गर्दै हुनुहुन्छ भने त्यो जुन प्रपर्टीको इरेगरको रेराको तपाईसँग भेरिफाइड डकुमेन्टहरू उसलाई माग्नु होला रेन्टलको। र आफैले पनि अलिकति रिसर्च गर्नु होला। दुबई ट्रान्सपारेन्ट छ, जेन्युन एजेन्टले तपाईलाई जेन्युन डिटेल्स दिन्छ, सपना देखाउँदैन। मैले मिस्टेक पनि भन्दै र तपाईहरुलाई एउटा मैले बोनस टिप पनि भन्दै। यदि तपाई दुबई रियल एस्टेट मार्केटमा इन्भेस्ट गर्न चाहदै हुनुहुन्छ या तपाईलाई दुबई रियल एस्टेट मार्केटको बारेमा डिपली बुझ्न मन छ भने कमेन्टमा गएर गाइड लेख्नुस्, म तपाईसँग रिच आउट गर्छु। र अरु पनि यस्तो इन्फर्मेटिभ भिडियोको लागि मलाई फलो गर्न नभुल्नु होला।